नमस्कार साथीहरू, मैले यसअघि एउटा भिडियो बनाएको थिएँ जसमा नेपालबाट भेरिफाइड पेपल एकाउन्ट कसरी क्रिएट गर्न सकिन्छ भनेर। हजुरहरूले पेपल एकाउन्ट क्रिएट गर्दा भोग्नुभएका समस्याहरू जस्तै इरर देखाउने, योर एकाउन्ट इज डिएक्टिभेटेड भनेर मेसेज आउने, सेक्युरिटी इस्यु अथवा वी क्यान्ट क्रिएट योर एकाउन्ट जस्ता आदि इस्युहरू आइरहेको छ भन्नुभएको थियो र अरूले पेपल एकाउन्ट क्रिएट गरेर कसरी पैसा विथड्र गरिरहेका छन् त्यो विषयमा पनि हजुरहरूले एकदमै जिज्ञासा गरेर मलाई मेसेज कमेन्ट गरिराख्नु भएको थियो। आजको यस भिडियोमा हजुरहरूले एकाउन्ट क्रिएट गर्दा भोग्नुभएका समस्याहरूको सोलुसन र यस्तो इस्यु नेपालमा किन घटिरहेको छ र विदेशमा भएको साथीको भरमा पेपलबाट पैसा कसरी निकाल्न सकिन्छ, यो विधि कसरी काम गर्छ र तपाईहरूले यस्तो गर्दा हुने कानुनी तथा आर्थिक समस्याहरू के हुन्, यी सबै कुराहरू म तपाईलाई आजको यस भिडियोमा जानकारी गराउनेछु। आउनुहोस् यो भिडियो सुरु गरौँ। नेपालमा पेपल एकाउन्ट नबन्नु र नचल्नुको कारण कुनै सामान्य प्राविधिक त्रुटि होइन, यो पेपालको अन्तर्राष्ट्रिय ब्याङ्किङ नियमसँग जोडिएको विषय हो। यसका मुख्य 3 कारणहरू छन्। पहिलो कारण रहेको छ आइपी एड्रेस। पेपालले तपाईको नेपाली आइपी एड्रेस पत्ता लगाउने बित्तिकै नयाँ एकाउन्ट क्रिएट गर्दा इरर देखाउने या वी क्यान्ट क्रिएट योर एकाउन्ट भनेर मेसेज गरिदिन्छ र भेरिफाई पनि गर्दैन। दोस्रो कारण रहेको छ मनी सेन्ड ओन्ली लिस्ट। पेपालले नेपाललाई पैसा पठाउन मात्र मिल्ने देशको सूचीमा राखेको छ। यसको अर्थ हो पैसा रिसिभ गर्ने सुविधा नेपालमा उपलब्ध छैन। हामीले पैसा पठाउन सक्छौँ तर कमाएको पैसा रिसिभ गर्न भने सक्दैन। अन्तिम र तेस्रो कारण रहेको छ केन्द्रीय ब्याङ्कको नियम। नेपाल राष्ट्र ब्याङ्कले विदेशी करेन्सी कारोबारलाई कडा नियमन गर्छ। पेपालको केवाइसी मापदण्ड र नेपालको नियमनकारी वातावरण पूर्ण रूपमा नमिल्दा उसले पूर्ण सेवा विस्तार गर्न भने सकेको छैन। त्यसैले पैसा रिसिभ गर्ने सुविधा नेपालमा नभए पनि अनलाइन इन्कमलाई नेपालसम्म रिसिभ गर्नलाई धेरैले प्रयोग गर्ने एउटा तरिका भनेको विदेशमा भएको साथी वा रिलेटिभ्सको पेपल एकाउन्ट प्रयोग गर्नु हो। अब कुरा गरौँ यो मेथडले कसरी काम गर्छ भनेर। तपाईले आफ्नो अनलाइन इन्कमलाई सिधै विदेशमा बस्ने साथी या रिलेटिभ्सको पेपल एकाउन्टमा रिसिभ गर्नुहुन्छ। उहाँहरूले आफ्नो देशको ब्याङ्क एकाउन्टमा त्यो पैसा विथड्र गर्नुहुन्छ र रेमिटान्स या अरू ट्रान्सफर मार्फत नेपालमा तपाईलाई पठाउनुहुन्छ। यसरी तपाईले कमाएको पैसा तपाईको ब्याङ्क खातासम्म आइपुग्छ। एउटा ध्यान दिनुपर्ने कुरा, यदि तपाईको अनलाइन इन्कम धेरै नै हुन्छ भने विदेशबाट पैसा निकाल्दा त्यही विदेश अनुसार ट्याक्स डिडक्ट पनि हुने गर्छ। म्याक्सिमम नेपालीहरूले प्रयोग गर्ने मेथड यही नै हो। उहाँहरूले आफ्नो साथी या इष्टमित्रबाट पेपल एकाउन्टमा रिसिभ भएको एमाउन्टलाई विथड्र गरेर नेपालमा पठाउन लगाउनुहुन्छ। धेरै साथीहरूले मलाई मेसेज गरेर मेरो पेपल एकाउन्ट क्रिएट गरिदिनुहोस् सर भनेर भन्नुभएको थियो। तर एउटा कुरा, मैले पेपल एकाउन्ट त क्रिएट गरिदिउँला तर आइडी भेरिफिकेसन, एमाउन्ट रिसिभ फङ्सन या कुनै इस्यु नआउला भन्न सकिँदैन। अनलाइन इन्कम गर्न त्यति सजिलो भने छैन। बल्ल बल्ल दुःख गरेर कमाएको पैसा गुमाउन कसैलाई पनि रहर हुँदैन। म हजुरहरूलाई अर्को एउटा मेथड पनि भन्न गइरहेको छु। यदि हजुरहरूले प्रयोग गर्ने अनलाइन प्लेटफर्ममा पायोनियर लिङ्क गर्न मिल्छ भने यो एकदमै सेफ मेथड हो। पायोनियर प्रयोग गर्दा तपाईले कमाउनु भएको पैसा सिधै नेपालको ब्याङ्क एकाउन्टमा आउँछ। धेरै मानिसहरूले नेपालमा पायोनियरलाई प्रयोग गर्दै आउनुभएको छ। उहाँहरूको अनुसार यसमा धेरै इस्यु भने आएको देखिँदैन। आफूले कमाएको पैसा डाइरेक्ट ब्याङ्क एकाउन्टमा ट्रान्सफर गर्न मिल्ने हुँदो रहेछ। यदि हजुरहरूलाई पनि पायोनियर सम्बन्धी केही कुरा बुझ्नु छ भने मलाई कमेन्ट गर्न नबिर्सिनुहोला। म नेक्स्ट भिडियो यस टपिक सम्बन्धी बनाउनेछु। र पेपल सम्बन्धी कुरा गर्दाखेरि हामीले पेपल एकाउन्ट धेरै माध्यमबाट क्रिएट गर्न त सक्छौँ, तर पेपल आइडी भेरिफिकेसन, एमाउन्ट रिसिभ फङ्सन या एमाउन्ट ट्रान्सफर रिलेटेड केही इस्यु नआउला भन्न सकिँदैन। यदि हजुरले कुनै मेथड प्रयोग गरेर नेपालबाट पेपल एकाउन्ट क्रिएट गर्नुभएको छ भने हजुरले आफ्नो पेपल आइडीलाई राम्रोसँग चेक गरेर भेरिफाई भइसकेपछि मात्र पैसा ट्रान्सफर गर्नुहुन आग्रह गर्दछु।